राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति बन्न नपाएपछि कुलमान घिसिङले अर्को पार्टी खोल्दैछन्। आखिर जतिसुकै राम्रा मान्छे भयो नि, जतिसुकै राम्रो देशको लागि गर्छु भनेर भन्ने आए पनि होइन, चाहिने चाहिँ कुर्सी नै रहेछ क्या होइन। यो अनेक किसिमका यी बदाम दोकान, यी सुन्तला पसल, बदाम पसल, यी अनेकका पसल सटर खोल्नुभन्दा, यी कामना काजका सटर खोल्नुभन्दा एउटा राम्रो चलिरहेको सटरलाई साथ दिनु कतिको राम्रो हुन्छ। पदै चाहिने, कुर्सी नै चाहिने, सबैलाई अध्यक्ष नै चाहिने, सभापति नै चाहिने भएपछि कसरी चल्छ क्या देश। अनि यसरी मान्छे पछि पसल खोल्ने हो भने मान्छे पछि पार्टी खोल्दा भोट चाहिँ कसले हालिदिने होला? अनि पत्याउनु पर्ने जनताले भोट दिएर जिताइदिनु पर्ने अनेक छ यार छन पनि। अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई मजाले साथ दिएको थियो भने त्यो पार्टीले राम्रै काम गर्थ्यो होइन। अहिलेसम्म चान्स दिएको थिएन यी पुराना भनाउँदाहरूले, अहिले तपाईँहरूले चान्स दिनुभएको थियो भने राम्रो हुन्थ्यो नि त। अब मन लाग्दैसँग पार्टी खोल्दै हिँडेपछि तपाईँहरूलाई पनि पत्याइदिनु पर्ने होला। फेरि पत्याइदिएन भने फेरि राम्रो काम गरेर मान्छेलाई पत्याएन भनिदिने होला नि।